एकदमै रोचक नेपाली कथा उनको स्विटरको पटक कथामा अलि गहिरिएर छलफल गर्दैछौँ है। यो स्रोत हेर्दा बाहिरबाट त धरणी र फूलको एउटा सुन्दर प्रेम कथा जस्तो देखिन्छ, तर जब हामी यसको भित्री तहहरू पल्टाउँदै जान्छौँ तब देखिन्छ कि यो कथा प्रेमको मात्र होइन, यो त समुदाय, परम्परा अनि पहिचानले कोरेका अदृश्य पर्खालहरूको कथा हो। एकदम सही। र सायद सबैभन्दा महत्त्वपूर्ण प्रश्न के हो भने, के प्रेमले साँच्चै ती पर्खालहरू भत्काउन सक्छ त? आज हामी यही प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौँ। एकदम सही भन्नुभयो। यो पटक कथाको सुन्दरता नै यसको तह तहमा लुकेको अर्थमा छ, होइन र? हो त। यसले कुनै ठूलो सहरको कथा भन्दैन, बरु पूर्वी नेपालको एउटा सानो पहाडी गाउँको समाजलाई ऐना जसरी देखाउँछ। ऐना जसरी, यहाँ हरेक पात्र, हरेक घटनाले एउटा ठूलो सामाजिक संरचनाको प्रतिनिधित्व गर्छ जस्तो लाग्छ मलाई। जस्तै धरणीको घर बनाउने सिप र फूलको ऊन बुन्ने कला, यी दुवै कुराले केही सृजना गर्ने, केही जोड्ने संकेत गर्छन्, तर उनीहरूको समाज भने खै तोड्न र बाँड्नमा नै बढी केन्द्रित देखिन्छ। हो, यो विरोधाभास नै कथाको मुटु हो नि। त्यसो भए यही विरोधाभासबाट सुरु गरौँ न त। कथाको संसार जहाँ हाम्रा मुख्य पात्रहरू बस्छन् त्यो आफैमा विभाजित छ। एकातिर नौमी डाँडा छ, अर्कोतिर सारताप, अनि यी दुई गाउँका केटाहरू बीच सधैँ झगडा परिरहन्छ। हो, त्यो त सामान्य गाउँले द्वन्द्व जस्तो लाग्छ सुरुमा। तर त्यसले एउटा गहिरो दरारलाई संकेत गर्छ, होइन र? हो, त्यो झगडा त एउटा लक्षण मात्र हो। खास रोग त समुदायभित्रको विभाजन हो। र त्यो विभाजनको सबभन्दा ठूलो मारमा परेको छ धरणीको परिवार। पटकथाले एउटा निकै महत्त्वपूर्ण जानकारी दिन्छ नि। के रे? त्यो ठूलो लिम्बू गाउँमा धरणीको परिवार एक घर काफ्ले हो भनेर। हो त, एक घर काफ्ले हो। यो सानो वाक्यांशले उनीहरूको सामाजिक अवस्थालाई छर्लङ्ग पार्छ। उनीहरू त्यहाँका हुन्, तर पूर्ण रूपमा त्यहाँका होइनन्। मतलब अल्पसंख्यक, बाहिरिया। एकदम। अनि यही बाहिरिया हुनुको भावनाले धरणीको हरेक निर्णय र व्यवहारमा प्रभाव पारेको देखिन्छ। हो, उनी एक कुशल मिस्त्री हुन्, तर कामको लागि त्यही लिम्बू समुदायमा निर्भर छन्। अनि उनका बुवा गाढधन अर्थात् गाडेको धन खोज्ने मृगतृष्णामा छन्। सायद त्यो पनि त्यही सामाजिक र आर्थिक असुरक्षाबाट बाहिर निस्कने एउटा काल्पनिक उपाय हो कि? एकदम। त्यो गाढधनको खोजीलाई हामीले केवल एउटा अन्धविश्वासको रूपमा मात्र हेर्नु हुँदैन। यो एउटा प्रतीक हो। त्यो परिवारको लागि जमिन मुनिको धन उनीहरूको वर्तमान सामाजिक यथार्थबाट मुक्त हुने एउटा सर्टकट हो क्यारे। हो त। उनीहरूलाई थाहा छ कि मेहनत गरेर घर बनाएर मात्रै त्यो समुदायमा उनीहरूको स्थान बन्ने छैन। त्यसैले उनीहरू एउटा चमत्कारको खोजीमा छन्। यसले त्यो परिवारको मनोवैज्ञानिक अवस्थालाई निकै मार्मिक ढङ्गले देखाउँछ नि। यही तनावपूर्ण पृष्ठभूमिमा कथाकी नायिका फूलको प्रवेश हुन्छ, जो लेकको शान्त वातावरणमा बस्छिन्। धरणी आलुको बिउ लिन लेक जाँदा उनीहरूको भेट हुन्छ। यो भेटले मलाई कथाको अर्को रोचक पक्षमा पुर्यायो, परिवर्तन हुँदै गएको समय। हो, त्यो भेटको दृश्यले आधुनिकता र परम्परा बीचको द्वन्द्वलाई सुन्दर ढङ्गले संकेत गर्छ। कसरी? पहिले लेक र बेसीका मान्छेहरू बाटो खन्ने, सफा गर्ने क्रममा भेट्थे, खाजा साटासाट गर्थे। त्यो एउटा सामाजिक सम्बन्धको आधार थियो। तर पटकथाले के भन्छ भने अब गाडी चल्न थाल्यो। गाडी चल्न थाल्यो। अनि त्यो पुरानो चलन हराउँदै गयो। धरणी र फूलको भेट त्यही हराउँदै गएको परम्पराको एउटा अन्तिम अवशेष जस्तो देखिन्छ। हो त। उनीहरूको सम्बन्ध नै त्यो पुरानो सरल समयको प्रतीक बन्न पुग्छ। हो नि। अनि उनीहरूको सम्बन्धको विकास पनि निकै शान्त र स्वाभाविक तरिकाले हुन्छ। कुनै ठूला फिल्मी संवादहरू छैनन्। धरणीले हुरीले भत्काएको फूलकी फुपूको भर बनाइदिन्छन्, एउटा मौन सेवाको कार्य। तर यहाँनिर कथाकारले एउटा निकै चलाख औजार प्रयोग गरेका छन् नि। त्यो डायरी हो, त्यो फूलको डायरी जसलाई अटो बनिएको छ। त्यो अटो साँच्चै नै एउटा चलाखीपूर्ण कथावाचनको माध्यम हो। धरणीको पात्र कम बोल्ने, आफ्नो भावना व्यक्त गर्न नसक्ने खालको छ, होइन? एकदम। यस्तो पात्रलाई चलचित्रमा देखाउन गाह्रो हुन्छ, तर त्यो डायरीले दर्शकलाई सिधै धरणीको मनभित्र लैजान्छ। उसले के सोच्छ, के महसुस गर्छ, त्यो सबै हामीले उसको लेखाइबाट थाहा पाउँछौँ। उसले लेख्छ कि उसले फूललाई बच्चादेखि नै चिन्थ्यो, रातो स्वेटरमा परी जस्तै देख्थ्यो।
यो कुरा यदि उसले संवादमा भनेको भए सायद अलि अप्ठ्यारो वा बनावटी सुनिन्थ्यो होला। हो, सुनिन्थ्यो होला, तर डायरीमा लेख्दा त्यो निकै साँचो र शक्तिशाली लाग्छ। यो देखाउने नभन्नेको उत्कृष्ट उदाहरण हो नि। र त्यसले उनीहरूको सम्बन्धलाई एउटा ऐतिहासिक गहिराई पनि दिन्छ। कसरी? मतलब उनीहरूको प्रेम भर्खरै सुरु भएको होइन, धरणीको मनमा त्यो वर्षौंदेखि थियो भन्ने कुरा स्थापित हुन्छ नि त। त्यो डायरी एउटा पुल बन्छ जसले उनीहरूको बाल्यकाल र वर्तमानलाई जोड्छ। तर जब उनीहरूको यो व्यक्तिगत शान्त संसार आकार लिँदै थियो, त्यही बेला बाहिरी दुनियाँको कोलाहल उनीहरूको सम्बन्धमा बज्रिन आइपुग्छ। फुल्की बहिनी माया धरणीकै गाउँको केटासँग भाग्छिन्। हो, तर शङ्का फूलमाथि गरिन्छ। यो घटनाले कथालाई कसरी नयाँ मोड दिन्छ? यो त कथाको पहिलो ठूलो ब्रेकिङ पोइन्ट हो। हो र? हो नि, यहाँनिर लेखकले एउटा सानो व्यक्तिगत घटनालाई कसरी सामुदायिक द्वन्द्वको आगोमा परिणत गर्न सकिन्छ भनेर देखाउनु भएको छ। नौमी डाँडा र सार्ताबीचको पुरानो दुश्मनीले बल्झिने बहाना पाउँछ। एकदम। एउटा अपुष्ट हल्लाले दुई गाउँलाई फेरि एक अर्काको विरुद्धमा उभ्याइदिन्छ। यसले के देखाउँछ भने त्यो समाजको शान्ति र सद्भाव कति कमजोर धरातलमा टिकेको रहेछ। हो त, सानो झिल्कोले पनि डढेलो लगाउन सक्ने अवस्थामा। धिरेणी र फूलको प्रेम कथामा यो एउटा ठूलो बाधा बन्छ। तर धिरेणीको जीवनमा आउने सङ्कट यतिमा मात्रै सीमित रहँदैन। रहँदैन। सायद कथाको सबैभन्दा अध्यारो मोड तब आउँछ जब उनको परिवारले एउटा भयानक गल्ती गर्छ। त्यो चिहान खन्ने घटना होइन? हो, उनका बुवा त्यही गाढधनको लोभमा लिम्बू समुदायको चिहान अर्थात् छ्यान खन्नु पुग्छन्। यो केवल एउटा गल्ती थिएन, यो एउटा अक्षम्य अपराध थियो। सांस्कृतिक र धार्मिक रूपमा चिहान खन्नु भनेको त त्यो समुदायको आस्था, पहिचान र पुर्खामाथिकै आक्रमण हो नि। हो त। धरणीको परिवार पहिलेदेखि नै बाहिरिया थियो। यो घटनाले उनीहरूलाई अपराधीको कित्तामा उभ्याइदिन्छ। अनि समुदायको प्रतिक्रिया पनि निकै कठोर छ। आङदेम्बे खलगले काफ्ले परिवारलाई सामाजिक बहिष्कार गर्छ। हो, पटकथामा एउटा संवाद छ, यस्तो मागे नढाल्नेहरूको हातबाट बनाएको घरमा बस्यो भने कहिले पनि सुव्यभाव्य हुँदैन। यो संवादले मलाई निकै छोयो। उनीहरूले धरणीको पहिचानको सबैभन्दा महत्त्वपूर्ण हिस्सा, उसको सेप, उसको मिस्त्री हुनुको गर्वमाथि नै प्रहार गर्छन्। यहाँनिर हामीले सामाजिक नियन्त्रणको एउटा क्रूर रूप देख्छौं। यो बहिष्कार केवल भावनात्मक होइन, यो त आर्थिक युद्ध हो। आर्थिक युद्ध? हो नि। धरणीको रोजीरोटी नै घर बनाउने काम हो। जब समुदायले उसलाई काम दिन छोड्छ, उनीहरूले उसको अस्तित्वको आधार नै भत्काइदिन्छन्। यो सांस्कृतिक अपमानको भेषमा गरिएको एउटा चिसो आर्थिक शक्ति प्रदर्शन हो। उनीहरूले भनिरहेका छन्, यदि हाम्रो नियम मान्दैनौ भने हामी तिमीलाई यहाँ बाँच्न दिँदैनौ। अनि यो घटनाको परिणाम पनि विनाशकारी छ। बुवाको नदीमा डुबेर मृत्यु हुन्छ, भाइ घर छोडेर भाग्छ, धरणी एक्लै पर्छन्। हो, एकातिर प्रेममा गलतफहमी, अर्कोतिर पारिवारिक वियोग र तेस्रोमा सामाजिक बहिष्कार। एउटा मान्छेको लागि योभन्दा ठूलो सङ्कट के हुन सक्छ र? खै, लेखकले धरणीलाई सहानुभूतिको पात्र मात्र बनाएका छैनन्, उनलाई पूर्ण रूपमा एक्लो र निरीह अवस्थामा पुर्याइदिएका छन्। हो, यो कथाको सबैभन्दा कमजोर बिन्दु हो धरणीको लागि। तर यही बिन्दुमा उसको चरित्रको सबैभन्दा बलियो पक्ष पनि देखिन्छ। त्यो कसरी? यति ठूलो सङ्कटको बीचमा पनि ऊ भाग्दैन। ऊ त्यहीँ बस्छ र परिस्थितिको सामना गर्छ। र यही अध्यारो समयमा फूलसँगको उसको सम्बन्ध एउटा आशाको दियो बन्न पुग्छ। हो, उनीहरू गोप्य रूपमा भेट्छन्, गलतफहमीहरू हटाउँछन्, अनि त्यही भेटमा धरणीले आफ्नो सपनाको कुरा गर्छन्। उनको सपना कुनै बदला लिने वा त निभन्ने होइन। के हो त? उनले भन्छन्, मलाई छ नि कोही नभएको ठाउँमा एउटा सानो चिटिक्क परेको घर बनाउन मन छ, अनि वरिपरि फूल पनि राख्ने। उसको संसार ध्वस्त भइरहेको बेला उसको सपना अझै पनि केही सुन्दर बनाउने नै छ। यो कथाको टर्निङ पोइन्ट हो। बाहिरी सामाजिक दबाव र द्वन्द्वको बीचमा उनीहरूको व्यक्तिगत सम्बन्धले प्राथमिकता पाउँछ। उनीहरूको ध्यान समस्याबाट हटेर समाधानमा, उनीहरूको साझा सपनामा केन्द्रित हुन्छ। यो उनीहरूको सम्बन्धको सबैभन्दा सुन्दर र आशावादी क्षण हो। उनीहरूले बाहिरी संसारको कोलाहलबाट टाढा आफ्नो सानो संसार सृजना गर्ने संकल्प गर्छन्। एकदम। र बिस्तारै चीजहरू सकारात्मक मोड लिन थाल्छन्। धरणीको भाइ घर फर्कन्छ। हो, अनि कथाको अन्त्यतिर एउटा निकै महत्त्वपूर्ण घटना घट्छ। धरणीको परिवार र समुदायका केही मान्छेहरू रीतपूर्वक
फूलको हात माग्न जान्छन्। हो, यो महत्त्वपूर्ण छ। उनीहरू भागेर बिहे गर्दैनन्, बरु त्यही समाजको सामना गर्छन् जसले उनीहरूलाई बहिष्कार गरेको थियो। हो, यो रीतपूर्वक माग्न जाने प्रक्रिया निकै महत्त्वपूर्ण छ। यसले केही कुराहरूलाई सङ्केत गर्छ। पहिलो, यसले परम्पराको सम्मानलाई देखाउँछ। उनीहरू समाजलाई तोडेर होइन, जोडेर अघि बढ्न चाहन्छन्। एकदम। र दोस्रो, यो धरणीको परिवारको तर्फबाट एउटा विनम्र पहल हो। उनीहरूले आफ्नो गल्ती स्वीकारेर सम्बन्ध सुधार्न खोजेको देखिन्छ। त्यहाँको संवाद पनि निकै काव्यात्मक छ नि। उनीहरूको प्रेमलाई एउटा बगैँचाको फूल अर्को बगैँचामा सरेर दुवैलाई सुन्दर बनाएको रूपमा वर्णन गरिएको छ। यो संवादले मात्रै पुरै कथाको द्वन्द्वलाई समाधान गरिदिए जस्तो लाग्छ। सतहमा हेर्दा त्यस्तै देखिन्छ। यसले एउटा सुखद र सन्तोषजनक अन्त्य दिन्छ। तर यहाँ हामी अलिकति आलोचनात्मक भएर सोच्न सक्छौं, के यो समाधान अलि बढी नै सजिलो भएन र? मतलब पटक कथाले यति लामो समय लगाएर जातीय र सांस्कृतिक पूर्वाग्रहको गहिरो खाड्डल देखाएको छ। के एउटा विवाहको प्रस्ताव र केही सुन्दर शब्दहरूले मात्रै त्यो पुस्तादेखिको अविश्वासलाई साँच्चै मेटाउन सक्छ त? यो त साह्रै चाखलाग्दो प्रश्न हो नि। मतलब के पटक कथाले हामीलाई एउटा यथार्थपरक समाधान दिइरहेको छ वा एउटा आशावादी आदर्श प्रस्तुत गरिरहेको छ? मलाई लाग्छ यो दोस्रो कुरा हो। सायद लेखकले भन्न खोजेको कुरा के हो भने समाधान सम्भव छ, तर त्यसको लागि संवाद, आपसी सम्मान र परम्परालाई नै सकारात्मक रूपमा प्रयोग गर्नुपर्छ। यो एउटा आदर्शवादी निष्कर्ष हुन सक्छ, तर यो एउटा आशावादी सन्देश पनि हो। जुन समुदायले बहिष्कार गरेको थियो त्यही समुदायको अगाडि उनीहरूको प्रेमले स्वीकृति पाउनु भनेको कथाको लागि एउटा शक्तिशाली समापन हो नि। समग्रमा उनको स्वेटरको पटक कथाले सामाजिक बाधा अडचनलाई जितेको प्रेम, पारिवारिक दुःख र अन्ततः समुदायमा छाएको मेलमिलापलाई निकै सुन्दर ढङ्गले बुनेको छ। हो, कथाको अन्त्यमा फूलले धरणीलाई पठाएको उनको स्वेटर र चिठीले उनीहरूको प्रेमको न्यानोपनलाई दर्शाउँछ। त्यो चिठीको एउटा लाइन त झनै मिठो छ, तिमीले भने जस्तै बिगोती पनि बासी, माया पनि बासी नै मिठो हुँदो रहेछ नि। हो, अन्त्य सुखद छ। तर यसले हाम्रो लागि एउटा गहिरो प्रश्न पनि छोडेर जान्छ। कस्तो प्रश्न? धरणीले एउटा घर त बनाउला, तर दुई फरक सांस्कृतिक पृष्ठभूमिबाट आएका उनीहरूले एउटा सुखी घर कसरी बनाउलान्? उनीहरूले सामना गरेका जातीय, सांस्कृतिक र पारिवारिक चुनौतीहरू विवाहको भोलिपल्टैबाट एकाएक हराएर जाँदैनन्। हो त। पटक कथाले हामीलाई उनीहरूको विवाहसम्मको यात्रा देखायो, तर धरणीले एउटा मिस्त्रीको रूपमा घरको जग खने जस्तै उनीहरूको सम्बन्धको वास्तविक जग त अब खन्न सुरु हुँदैछ। दुई फरक संसारलाई जोडेर एउटा सुखी जीवन बनाउने त्यो वास्तविक चुनौती कस्तो होला, यो सोच्न लायक कुरा हो नि।